नमस्ते, म विवश दुलाल। सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानल स्वस्तिक ट्युटोरियलमा। आज चाहिँ म हजुरहरूलाई स्वस्तिक सफ्टवेयरमा हजुरले इन्टरब्रान्च ट्रान्सफर कसरी गर्न सक्नुहुन्छ भन्ने त्यसको लागि भन्दैछ। हजुरले इन्टरब्रान्च ट्रान्सफर गर्नलाई फर्स्ट अफ अल हजुरले मास्टरमा गएर हजुरले दुईवटा लेजर क्रिएट गर्नुपर्ने हुन्छ। जस्तै हामीले यहाँ लेजर क्रिएट गरेको छौँ। जस्तै इन्टरब्रान्च हजुरको एउटा इन्टरब्रान्च ट्रान्सफर इन्टरब्रान्च पर्चेज भन्ने ट्याग गर्ने हजुरले लेजर क्रिएट गर्ने, जुन तपाईँले अदर्समा राखेर हजुरले एक्सपेन्डिचरमा ट्याग गर्नुहुन्छ गर्नु पऱ्यो हजुरले। र अर्को हामीले फेरि इन्टरब्रान्च ट्रान्सफर भनेर हामीले सेल्सको लेजर बनाउनु पऱ्यो, जुन हामीले इन्टरब्रान्च सेल्स भनेर बनाउनु पऱ्यो हजुरले, जुन हामीले इन्कममा ट्याग गर्नु पऱ्यो होइन। सेल्स भनेपछि हाम्रो इन्कम भयो, पर्चेज भनेपछि हाम्रो एक्सपेन्डिचर भयो, त्यही भएर हामीले ट्याग गर्नु पऱ्यो हजुरले। अब यो बनिसकेपछि हामीले सेटअपमा जाने, सिस्टम कन्ट्रोलमा जाने हजुरले। सिस्टम कन्ट्रोलमा गएर हजुरले यहाँ जुन हाम्रो इन्टरब्रान्च भन्ने छ हजुरको, इन्टरब्रान्चमा तपाईँको इन्टरब्रान्च पर्चेज ठाउँमा इन्टरब्रान्च पर्चेज ट्याग गरिदिने हजुरले। र हाम्रो इन्टरब्रान्च सेल्समा इन्टरब्रान्च सेल्समा ट्याग गरिदिनुले। र यदि ट्याग गरिसकेपछि हजुरले यहाँनिर एन्ट्री कन्ट्रोलमा गएर तपाईँले के चाहिन्छ हजुरलाई त्यही इनेबल गर्न सक्नुहुन्छ। जस्तै गोडाउन चाहियो हामीले गोडाउन इनेबल गर्ने, जे चाहिन्छ हजुरलाई त्यही हिसाबले इनेबल गरेर हजुरले यसलाई ओके गरिदिने होइन। ओके गऱ्यो र हामीले यसको यो सबै हामीले इनेबल गरिसकेपछि हामीले एन्ट्रीमा जाने। एन्ट्रीमा गएपछि हामीले इन्टरब्रान्च ट्रान्सफर भन्ने अप्सन छ हजुरको। हामीले सुरुमा पहिले सेल्स गर्नु पऱ्यो र एउटा ब्रान्चले सेल्स गरेपछि अर्को ब्रान्च चाहिँ हामीले रिसिभ गर्नु पऱ्यो होइन, र पर्चेज गर्नु पऱ्यो होइन। फर्स्ट अफ अल हामीले यहाँनिरबाट हामीले सेल्स गर्नु पऱ्यो। जस्तै मैले गर्दैछु हाम्रो कीर्तिपुर ब्रान्चमा हाम्रो जस्तै कति स्टक छ त, इन्ट्रीमा गयौँ, स्टक लेजर ब्रान्चमा गयौँ हामीले। यहाँ हामीले एउटा यो एप्पल भन्ने प्रोडक्ट हेऱ्यौँ र ओके गऱ्यौँ। अब हाम्रो यहाँसँग तपाईँको एप्पल भन्ने प्रोडक्ट छ, हामी टोटल हामीसँग 19वटा छ है। अब 19वटा छ, मलाई 9वटा चाहिँ हजुरको हामीलाई कीर्तिपुर ब्रान्चबाट हामीलाई कालीमाटी ब्रान्चमा पठाउनु छ होइन। हाम्रो टोटल ब्रान्च छ दुईवटा, यी दुईवटा हाम्रो यहाँ एउटा कालीमाटी ब्रान्च छ र हाम्रो कीर्तिपुर ब्रान्च छ हजुरको होइन। कालीमाटीको ब्रान्चको पहिले मैले स्टक देखिहाल्छु हजुरको। कालीमाटी ब्रान्च हाम्रो टोटल स्टक छ हाम्रो अहिले एप्पल भन्ने प्रोडक्ट हाम्रो अहिलेसम्म टोटल हामीसँग 5वटा छ हजुरको होइन। अब मलाई यसलाई सेल्स गर्नु छ हामीलाई अलिक बढी 5वटा बढी सेल्स गर्नु छ मलाई, त्यही भएर म के गर्दैछु, म यहाँ कीर्तिपुर ब्रान्चबाट चाहिँ हजुरको कालीमाटी ब्रान्चमा चाहिँ जुन हाम्रो कालीमाटी ब्रान्चमा चाहिँ स्टक छ हाम्रो यहाँनिर 19वटा होइन। अब यहाँ 19वटा छ, 9वटा चाहिँ म हजुरको कीर्तिपुर ब्रान्चबाट कालीमाटी ब्रान्चमा हाम्रो ट्रान्सफर गर्दैछु होइन। त्यसको लागि के गर्नु पऱ्यो, हामीले एन्ट्रीमा जानु पऱ्यो। एन्ट्रीमा गएर हाम्रो यहाँ इन्टरब्रान्च ट्रान्सफर भन्ने भयो हजुरको। इन्टरब्रान्च ट्रान्सफरको सेल्स भयो, सेल्समा गएर न्यू गर्नु पऱ्यो होइन। तपाईँको इन्टरब्रान्च ट्रान्सफर भने तपाईँको यहाँ आइहाल्छ हजुरको, त्यसरी हजुरको न्यू गऱ्यो र इन्टरब्रान्च ट्रान्सफर भनेर हजुरको आइहाल्यो होइन। अब यसमा पनि तपाईँले के गर्न सक्नुहुन्छ, यसमा पनि नम्बरिङ हजुरले मिलाउनु सक्नुहुन्छ होइन। सेटअपमा गएर डकुमेन्ट नम्बरिङ गर्ने हजुरले यहाँनिर पहिला जुन छ हजुरको हाम्रो यहाँ इन्टरब्रान्च ट्रान्सफर भन्ने छ हाम्रो यहाँनिर हजुरको। इन्टरब्रान्च ट्रान्सफर छ हजुरको होइन। अब यसको लागि दुईवटा बनाउन सक्नुहुन्छ। एउटा इन्टरब्रान्च ट्रान्सफर हामीले एउटा तपाईँको यहाँनिर जस्तै मैले यहाँ एउटा गरिदिएँ, पहिलेसम्म भएकोलाई हामीले डिलिट गरिदिउँ। एकचोटि इन्टरब्रान्च परेर मैले सेल्स गरिदिएँ हजुरको, न्यू गरेँ मैले। यहाँ तपाईँको मैले राखेको थिएँ यो कुन चाहिँ हामी कीर्तिपुर छ, TIPUR कीर्तिपुर, क्यापिटलमा हालौँ हामीले KIRTIPUR कीर्तिपुर IPS राखेको थिएँ मैले। हामीले सर्ट फर्म राखिदिउँ इन्टरब्रान्च ट्रान्सफर हजुरको। इन्टर गऱ्यौँ न्यू गऱ्यौँ हामीले कुन चाहिँ ब्रान्चमा हामीले गर्दैछौँ भने चाहिँ कीर्तिपुर ब्रान्च आउँछ भने कीर्तिपुर ब्रान्च हामीले ट्याग गर्ने हामीले ओके गऱ्यौँ र IPS इन्टरब्रान्च ट्रान्सफर भयो होइन हाम्रो। IPS इन्टरब्रान्च सेल्स भयो हाम्रो, त्यही गरेर हामीले स्ल्यास गरेर हजुरको KTM कीर्तिपुर स्ल्यास गरेर कीर्तिपुर गरेर हामीले फुल इन्टर 1 2 3 4 हामीले ओके गरेर हामीले इन्टरब्रान्च ट्रान्सफर गऱ्यौँ हामीले। यसरी नै हामीले फेरि यहाँनिर हामीले कालीमाटी गऱ्यौँ हामीले IPS इन्टरब्रान्च सेल्स भयो हाम्रो। यहाँ पनि हामीले गएर ब्रान्चले गरिदिन्छौँ कालीमाटी राखिदिनु हामीले र हामीले राखिदिनु हामीले यहाँ IPS ड्यास गरिदिउँ हामीले यहाँनिर हामीले KM कालीमाटी भयो हाम्रो। यहाँ 4 राखिदिउँ हामीले इन्टर गऱ्यौँ 1 इन्टर गऱ्यौँ 1 2 3 4 राख्यौँ हामीले र हामीले इन्टर गरेर राखेर ओके गऱ्यौँ। हामीले दुइटै ब्रान्चले गरेर चेक गरौँ हामीले यसरी कीर्तिपुरमा पनि हामी कीर्तिपुर राख्यो कालीमाटी राख्यो होइन। अब यसरी नै सेटअप भयो। अब हाम्रो फेरि हामीले डकुमेन्ट नम्बर राख्यौँ र हामीले अब बनायौँ हामीले पर्चेजको लागि होइन।
कुन ब्रान्चबाट हो के कस्तो हो भने सबै ठाउँमा नम्बरिङ हजुरले हरेक ब्रान्चको लागि छुट्टी बनाउनु पर्ने हुन्छ हजुरले। जस्तै अब हामी यहाँ हामीले किर्तिपुर बनाऊँ KRTIPUR किर्तिपुर IBP राख्यौँ हामीले। अनि हामी सेल्सको अहिले पर्चेसको हामीले पी राख्यौँ हामीले र हामीले यहाँनिर गऱ्यौँ किर्तिपुर ब्रान्च र IBP राख्यौँ स्ल्यास गरिदिउँ र हामीले यहाँ KM किर्तिपुर पी राख्यौँ हामीले 4 राख्यौँ हामीले यहाँ गरेर इन्टर 1 राख्यौँ 1 2 3 4 र हामीले 1 राखेर ओके होइन र हाम्रो नम्बरिङ भएर हजुरको अब सेम अर्को हाम्रो कालीमाटी ब्रान्चको चाहिँ हामीलाई कालीमाटी IBP भयो हाम्रो इन्टर यहाँ हाम्रो कालीमाटी ब्रान्च आयो हाम्रो IBP आयो स्ल्यास भयो हाम्रो यहाँ हाम्रो बडी लेन्थ 4 हाम्रो सफिक्समा हामी बडी मिस्टेक गऱ्यौँ यहाँनिर हामीले राख्यौँ KM माटीलाई र हामीले यहाँनिर इन्टर गरेर 1 हाल्दियौँ 1 2 3 4 र 1 ओके होइन। अब यति गरिसकेपछि हामीले यहाँनिर जस्तै मलाई किर्तिपुर ब्रान्च हाम्रो 19वटा क्वान्टिटी छैन। अब हामीले इन्टर ब्रान्च गर्ने इन्टर ब्रान्च गर्ने हामीले सेल्स गर्नु पर्यो होइन। न्यू गर्ने हजुरले यहाँनिर हजुर कुन जुन ब्रान्च हो त्यो आयो किर्तिपुर ब्रान्च आयो त्यहाँ गयो इन्टर गऱ्यौँ इन्टर हामीले कुन चाहिँ ब्रान्चबाट छौँ हामीले चाहिँ कालीमाटी ब्रान्च गर्दैछौँ न। किर्तिपुर ब्रान्च हामीले कालीमाटी ब्रान्चमा हामीले स्टक ट्रान्सफर गर्दैछौँ भने कालीमाटी ब्रान्चमा हजुरको इन्टर भयो हामीले कुन प्रोडक्ट गर्दैछौँ होइन जुन प्रोडक्ट गर्दैछौँ त्यो प्रोडक्ट हामीले लिने र हामीले कुन गराउनु जस्तै हामी किर्तिपुरबाट चाहिँ किर्तिपुर हाम्रो 9वटा क्वान्टिटी गर्दैछौँ हामीले। अब रेट चाहिन्छ भने रेट हाल्न सक्नुहुन्छ हजुरले यसको क्लोजिङ रेट हजुरको होइन जुन हाम्रो अहिलेको छ यहाँ होइन भने तपाईँले यसलाई ब्ल्याङ्क पनि छोड्न सक्नुहुन्छ हजुरले होइन किनकि हामीले स्टक मात्रै ट्रान्सफर गर्ने एउटै ब्रान्चबाट अर्को ब्रान्च स्टक ट्रान्सफर गर्ने हो होइन। यदि रेटै हाल्नु छ भने हजुरले यहाँनिर क्लोजिङ रेट हाल्न सक्नुहुन्छ जुन हाम्रो यहाँनिर छ एप्पलको क्लोजिङ रेट यस है जुन हाम्रो अहिले यहाँ क्लोजिङ रेट छ हाम्रो यसको Subscribe now. 526.32 छैन। अब यो हालिनु भयो हजुरले यहाँनिर अझ तपाईँलाई यहाँनिर रेट तपाईँलाई क्यारी रेट अप्सन चाहिन्छ भने तपाईँले यहाँ पनि गर्न सक्नुहुन्छ होइन। तपाईँले यहाँ जस्तै अब हामीले एउटा यहाँ रेट हाल्यौँ 526.32 भयो हाम्रो क्लोजिङ रेट भयो हामीले इन्टर गऱ्यौँ र हामीले ओके गऱ्यौँ होइन यस गरिदिनु हजुर। यसरी हामीले इन्टर ब्रान्च ट्रान्सफर हामीले पर्चेस सेल्स गरिसकेपछि अब अर्को ब्रान्च सेल्स जाने हामीले यहाँबाट हेर्न सक्छौँ ARPमा गएर इन्टर ब्रान्च हामीले सेल्स गरेको छैन हामीले इन्टर ब्रान्च सेल्समा गएर हामीले चेक गर्ने हामीले यहाँनिर इन्टर ब्रान्च ट्रान्सफर हजुरको ओके र हामीले यहाँबाट सेल्स गरेको छ यति रेटमा होइन यति भ्याटमा यति छ होइन हजुरको अब इन्भेन्ट्रीमा हामीले चेक गर्नुहुन्छ भने स्टक भ्यालु गयो हाम्रो ओके गयो हाम्रो एप्पल भन्ने गयो प्रोडक्ट हामीले ओके गयो। अब हामीले के देख्यो भने यसमा हामीले दुईवटा पर्चेस गरेको थियो र हामीले एउटा सेल्स गऱ्यौँ र एउटा हामीले 9वटा हामीले स्टक ट्रान्सफर गऱ्यौँ जुन हामीले यतिमा हामीले होइन ठ्याक्कै 9000को तपाईँको 9 इन्टु तपाईँको 1000को दरले गर्दाखेरि ठ्याक्कै तपाईँको 9000 भयो होइन किनकि हाम्रो भ्यालुएसन सुरुको 10वटा क्वान्टिटी के छ भने हाम्रो 1000को रेटको छ त्यही भएर रेटले तपाईँको यो 1000ले मल्टिप्लाई गर्यो हाम्रो 9लाई यसो गरी 9000 आयो हजुरको यसरी चाहिँ हाम्रो भ्यालुएसन लिन्छ हजुरको। अब यही प्रोसेस हामीले अर्को अब हामीले यसबाट त हामीले सेल्स गऱ्यौँ घटिहाल्यो होइन अर्को हामीले पर्चेस गर्नु पऱ्यो हामीले रिसिभ गर्नु पऱ्यो कालीमाटी ब्रान्चमा यसो हेर्दाखेरि तपाईँको अहिलेसँग हामीले के देखिन्छ भने जस्तै हाम्रो अहिलेसँग नि एप्पल भन्ने प्रोडक्ट भयो र ओके भयो हाम्रो जम्मा टोटल यहाँ देखिरहेको अहिलेसँग जम्मा एउटा 5वटा क्वान्टिटी देखिरहेको होइन। अब हामीले यसलाई रिसिभ गर्नु पऱ्यो यहाँ इन्टर जाने फेरि हजुरको इन्टर ब्रान्च ट्रान्सफर जाने पर्चेसमा जाने पर्चेसमा गएपछि हामीले न्यू गर्ने जुन हाम्रो पर्चेस कालीमाटी ब्रान्च हामी बनाएको छैन भने त्यही नम्बरिङ आइहाल्छ इन्टर गरेर जुन हामीले एउटा सेल्स गर्ने बित्तिकै पर्चेस तपाईँको अटोमेटिक स्लो हुने भएर इन्टर गर्ने यति गरेपछि तपाईँको जेको छ त्यही आइहाल्छ हजुरको होइन। यहाँनिर चाहिँ तपाईँको जुन कालीमाटीको ठाउँमा हजुरले राख्ने हामीलाई किर्तिपुर राख्ने अब छ हजुरले किर्तिपुर ब्रान्च राख्ने अब यहाँ चाहिँ तपाईँले किर्तिपुर ब्रान्च राख्नुपर्छ हजुरको मेनुअली राख्नुपर्छ हजुरको होइन
नै काली मेटेरियल खानु पऱ्यो। जस्तै तपाईँको हाम्रो तपाईँ रिसिभ तपाईँ सेन्ड गर्दाखेरि त्यहाँ किर्तिपुर ब्रान्चबाट हामीलाई सेन्ड भएको थियो गोडाउनबाट, अब हामीलाई रिसिभ गर्दाखेरि गोडाउन हाम्रो चाहिँ काठमाडौँ गोडाउन अरूको रिसिभ हुनु पऱ्यो। इन्टर गरेर हामीले अरू केही गर्नु पऱ्यो हामीले इन्टर ओके र भयो। र हामीले इन्भेन्ट्री चाहिँ गरेर इन्भेन्ट्री स्टेबलाइज गर्दाखेरि यहाँनिर ओके गरेर हामीले र हामीले एप्पलमा चाहिँ गर्दाखेरि तपाईँको हामीले एउटा पर्चेस गरेको छ र हामीले इन्टरब्रान्च हामीले 9वटा गऱ्यौँ। हामीले जुन रेट यति छ हजुरको, यतिको रेटमा हामीले पहिला पर्चेस गऱ्यौँ भनेपछि हामी टोटल हामीसँग भयो 14वटा क्वान्टिटी हजुरको। र यसरी चाहिँ हामीले इन्टरब्रान्च ट्रान्सफर गरेर एउटा ब्रान्चबाट अर्को ब्रान्च हामीले स्टक ट्रान्सफर गर्न सक्छौँ। Thank you for watching. हस् त आज यति नै।